जीवन सधैँ सोचिरहन्थेँ जीवन के हो, तर उत्तर कहिल्यै भेटिएन। कहिले लाग्थ्यो जीवन दुःख, कहिले लाग्थ्यो सपना। किनकि हरेक बिहानी सङ्घर्ष बोकेर आउँथ्यो, तर सपना पुरा नहुन पाउँदैन बिहानीले तोडिदिन्थ्यो। म हाँस्थेँ, सबैको अगाडि उठ्न मुस्कान हुन्थ्यो मेरो, तर म एकान्तमा हुँदाखेरि त्यही घोषणा खेलिरहन्थेँ, म किन यहाँ छु र मैले किन बुझिरहेछ छैन। एक दिन थाकेर बाटोको छेउमा बसेको थिएँ, साँझको घाम अस्ताउँदै थियो। त्यहाँ मैले एउटा वृद्ध बाले देखेँ। उनको आँखामा आँसु, तर ओठमा भन्ने शान्त मुस्कान थियो। मैले सोधेँ, बा, जीवन के हो? उनले त्यतिमै लामो सास लिनुभयो र भन्नुभयो, बाबु, जीवन बुझ्न खोज्दा अल्झिन्छ र बाँच्न खोज्दा बुझिन्छ। त्यही दिन मैले बुझेँ, जीवन कुनै उत्तर होइन, जीवन त प्रश्नसँगै अघि बढ्ने हिम्मत रहेछ। लड्दा पनि नछोड्नुपर्ने, रोएर पनि उठ्नुपर्ने, नबुझेर पनि जीवन जिउनुपर्ने, त्यही नै रहेछ जीवन।